हेलो साथीहरू नमस्कार। आज म धरानतिर घुम्न आइरहेको छु। आज चाहिँ म धरानको यो श्रम संस्कृति पार्कतिर म घुम्ने चान्स पाएको छु र त्यसकारण यो श्रम संस्कृति पार्कलाई घुमेर हेर्दाखेरि चाहिँ यस्तो रमणीय ठाउँ बनाउनु भएछ हाम्रो माननीय हर्क साम्पाङज्यूले। त्यसै कारणले हजुरहरूले पनि आएर यो पार्कमा घुमेर यो मजा लिन सक्नुहुन्छ। यो भ्रमण गर्दाखेरि चाहिँ तपाईहरुलाई एकदमै कहाँ स्विजरल्यान्ड गएको जस्तो र यो चाहिँ एकदम राम्रो ठाउँ छ, बनाइदिनु भएछ र त्यसै कारणले हजुरहरूले पनि घुमेर यो ठाउँलाई हेरि नै सक्नु भएको छ। कतिपय भिडियोमा हेरे चाहिँ हजुरहरूले बुझ्नु भएको छ भने कतिपय हजुरहरूले चाहिँ घुम्नु बाँकी होला। घुम्नु बाँकी हुनेहरूले चाहिँ चाँडै आएर चाहिँ घुमेर चाहिँ यसको अवलोकन गर्न सक्नुहुन्छ। म चाहिँ पटक आएर चाहिँ यो श्रम संस्कृति पार्कमा चाहिँ इन्ट्री भएर घुमेर हैन हरेक किसिमको चाहिँ यहाँ उहाँले बनाउनु भएको हस्तकला र त्यसमा चाहिँ त्यो हस्तकला मात्रै नभएर उहाँले चाहिँ बोट बिरुवा फलफुल पानीको फोर्राहरू चाहिँ यस्तो बनाउनु भएको छ र हजुरहरूले पनि राम्रोसँगले हेर्न सक्नुहुन्छ र मैले पनि हेरेर हजुरहरूसँग चाहिँ यो भिडियो लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ र मैले चाहिँ यस्तो राम्रो लागेर मैले चाहिँ यस्तो भिडियो गरेर हजुर सामु ल्याउन सफल भएको छु। हजुरहरूको सोच विचार कस्तो छ कमेन्टमा भेटौँला, कमेन्ट गर्नु होला, लाइक गर्नु होला र यो मेरो भिडियोलाई कस्तो लाग्छ हजुरहरूको प्रतिक्रिया चाहिँ यसमा जनाउनु होला। साथीहरूलाई कस्तो लाग्छ यो भिडियो, कस्तो लाग्यो र फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै हजुरसँग यो भिडियोको लास्ट स्टेपमा अन्त्य गर्न चाहन्छु।